नमस्ते र स्वागत छ क्रिकेटका तमाम नेपाली फ्यानहरूलाई। आफ्नो मुटुको धड्कन थामेर बस्नुहोस्, किनभने नेपाल क्रिकेट संज्ञानले नेपाली क्रिकेट प्रेमीहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र धमाकेदार खुसीको खबर सार्वजनिक गरेको छ। सन् 2026 को डिसेम्बर महिना आफ्नो क्यालेन्डरमा नोट गरेर राख्नुहोस्, किनभने भारतीय क्रिकेट नियन्त्रण बोर्ड BCCI को एक क्रिकेट टोली आधिकारिक रूपमा नेपाल भ्रमणमा आउने निश्चित भएको छ। हो, तपाईँले एकदम सही सुन्नुभयो। विश्व क्रिकेटको महाशक्ति राष्ट्र भारतले आफ्नो निकै प्रतिस्पर्धी र बलियो ए टोलीलाई हाम्रै घरेलु मैदान कीर्तिपुरमा 3 खेलको ऐतिहासिक T20 श्रृङ्खला खेल्न पठाउने भएको छ। यो कुनै सामान्य द्विपक्षीय सिरिज मात्रै होइन, यो नेपाली क्रिकेटको इतिहासमा एउटा ठुलो र ऐतिहासिक फड्को हो। यसै वर्ष भएको T20 विश्वकपको पहिलो खेलमा मुम्बईको वाङखेडे स्टेडियममा 2 पटकको च्याम्पियन्स इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई अन्तिम ओभरसम्म धकेलेर मात्र 4 रनले पराजित भई विश्वभरका क्रिकेट प्रेमीको मन जितेको नेपालका लागि यो सिरिज आफ्नो क्षमता प्रमाण गर्ने अर्को सुनौलो अवसर हो। आजको यस भिडियोमा हामी यस ऐतिहासिक सिरिजको सम्पूर्ण आधिकारिक विवरण, खेल कहिले र कहाँ हुँदैछ त्यसको बारेमा सम्पूर्ण जानकारी, स्कटल्यान्डमा भएको त्यो गोप्य बैठक जसले यो सम्भव बनायो, नेपालमा टेस्ट राष्ट्रका ए टोलीहरू आएको रोचक इतिहास र यो श्रृङ्खलामा हाम्रा नेपाली हिरोहरूलाई कसरी फाइदा पुर्याउँछ, यी सब कुराहरूको विस्तृत विश्लेषण गर्नेछौँ। यदि नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ भने भिडियो अहिले लाइक र च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोला। र आउनु सुरु गरौँ आजको विशेष भिडियो। सुरु गरौँ त्यो ऐतिहासिक श्रृङ्खला कसरी तय भयो भन्ने विवरणबाट। यो सपना जस्तो लाग्ने सिरिज वास्तवमा स्कटल्यान्डको एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC को वार्षिक सम्मेलनका क्रममा पक्का भएको हो। यहाँ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड BCCI का सचिव देवजित साइकिया बीच एक विशेष र उच्चस्तरीय बैठक बस्यो। सोही बैठक बीच दुई छिमेकी राष्ट्रबीचको क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउन र दुवैतर्फका उदाउँदा खेलाडीहरूलाई म्याच एक्सपोजर प्रदान गर्ने सहमति सहित यो टुर फाइनल गरियो। क्यानले जारी गरेको विज्ञप्ति अनुसार यो 3 खेलको T20 श्रृङ्खला हाम्रै किल्ला कीर्तिपुर स्थित TU क्रिकेट मैदानमा खेलिनेछ। खेलको आधिकारिक तालिका यस प्रकार रहेको छ। पहिलो T20 खेल डिसेम्बर 9, दोस्रो T20 खेल डिसेम्बर 11 र तेस्रो तथा अन्तिम T20 खेल डिसेम्बर 13 मा खेलाइनेछ। कल्पना गर्नुहोस् त, डिसेम्बरको जाडो महिना कीर्तिपुरको त्यो झुरुक्क उठेको डाँडा र हजारौं नेपाली दर्शकहरूको नेपाली झण्डा सहितको त्यो गर्जन कीर्तिपुर मैदानमा फेरि एकपटक क्रिकेटको महाकुम्भ सुरु हुनेछ। सन् 2022 मा जिम्बाब्वेको ए टोली, त्यस्तै गरी 2024 मा आयरल्यान्डको ए टोली र 2026 मा वेस्ट इन्डिजको ए टोलीको नेपाल भ्रमणपछि र अहिले भारत ए टोलीको यो भ्रमणले नेपाललाई विश्व क्रिकेटमा ठूला राष्ट्रका ए टोलीहरूका लागि एक प्रमुख र सुरक्षित क्रिकेट गन्तव्यको रूपमा स्थापित गरिदिएको छ। इतिहास साँची छ, भारतको ए टोली कुनै सामान्य टोली होइन। यो यस्तो टोली हो जहाँ भारतीय क्रिकेटका भविष्यका सुपरस्टारहरू र IPL मा तहल्का मचाउने खेलाडीहरू मात्र समावेश हुन्छन्। विगतमा शुभमन गिल, सूर्यकुमार यादव र मोहम्मद सिराज जस्ता खेलाडीहरूले पनि भारत ए टोलीबाटै खेलेर आफ्नो प्रतिभा निखारेका थिए र आज उनीहरू विश्व क्रिकेटका राजा बनेका छन्। यस्तो उच्च स्तरको टोलीसँग कीर्तिपुरमा खेल्न पाउनु क्यानको एक ठूलो रणनीतिक सफलता हो। अब कुरा गरौँ यो सिरिज नेपाली क्रिकेटका लागि किन यति धेरै महत्त्वपूर्ण छ र यसले हाम्रा खेलाडीहरूलाई के कस्ता फाइदाहरू पुर्याउनेछ। विश्वकपमा इङ्ल्यान्ड विरुद्धको त्यो रोमाञ्चक खेलले साबित गरिसकेको छ कि नेपाली टोलीमा विश्वका जुनसुकै ठूला टोलीलाई पनि हल्ल्याउन सक्ने क्षमता छ। तर एसोसिएट क्रिकेटबाट माथि उठेर विश्वको शीर्ष 10 टोलीमा पर्नका लागि नेपाललाई यस्तै उच्च दबाव र उच्च स्तरका खेलहरूको निरन्तर आवश्यक पर्दछ। जब डिसेम्बरमा भारत ए टोली कीर्तिपुरमा उत्रिनेछ, तब सम्पूर्ण विश्व क्रिकेट र विशेष गरी भारतीय क्रिकेटका विशेषज्ञहरूको नजर नेपाली खेलाडीहरूमाथि हुनेछ। यदि हाम्रो कुनै पनि खेलाडीहरूले त्यस सिरिजमा असाधारण प्रदर्शन गरेमा उनीहरूका लागि IPL र विश्वका अन्य ठूला T20 लिगहरूको ढोका सिधै खुल्न सक्छ। यो हाम्रो प्रतिभा विश्वलाई देखाउने सबैभन्दा ठूलो मञ्च हुन सक्छ। स्कटल्यान्डको त्यो बैठकदेखि कीर्तिपुरको मैदानसम्म डिसेम्बर 9, 11 र 13 तारिकमा इतिहास लेखिनका लागि मञ्च पूर्ण तयार भइसकेको छ। यो सिरिज केवल 3वटा खेल मात्र होइन, यो नेपाली क्रिकेट कति माथि पुगिसक्यो भन्ने प्रमाण र त्यसको सुनौलो भविष्यको एउटा सुन्दर झलक हो। पालो तपाईँहरूको, तपाईँहरूलाई के लाग्छ, नेपाल र भारत ए बीचको त्यो 3 खेलको T20 सिरिजको नतिजा के होला? नेपालले कतिवटा खेल जित्ला र कुन चाहिँ खेलाडीले त्यो सिरिजमा सबैभन्दा बढी रन वा विकेट लिएला? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला।